नमकिनलाई चाहिँ अब हामीले डिफ्रेन्ट तरिकाले चाहिँ यसो सलादको रूपमा चाहिँ बनाएर खाँदैछौँ ल। हामीसँग नमकिन चाहिँ यो छ है, यो सबै मिक्स नमकिन हो है। ल ठक्क चाहिँ नि अब हाल्नु ल। म चाहिँ यो ग्रिन चिल्ली हालेँ है, ग्रिन चिल्ली, टक्क पिरो ग्रिन चिल्ली। अनि त्यसपछि चाहिँ नि काँक्रो है, काँक्रो। त्यसपछि यो चाहिँ चेरी टोमेटो होइन, चेरी टोमेटो नेपालमा गोलबेडा हुन्छ नि, ठ्याक्कै सेम त्यही हो। त्यसपछि चाहिँ यो अलिकति चाहिँ हामीसँग यो छ अनियन होइन, प्याजलाई चप गरेको है। ओके, त्यसपछि हामीसँग लेमन छ, लाइम है, लाइम स्क्विज अलिकति हाल्ने, लाइम स्क्विज हाल्यो है। त्यसपछि हल्का चाहिँ तोरीको तेल स्मोक हाल्यो है। अनि अब यसलाई मिक्स 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 होइन, यसलाई यो चाहिँ सलादको रूपमा होइन, चटपटे सलादको रूपमा चाहिँ हामीलाई खान सकिन्छ है।